म राउटे र बाँदर बीचको अन्तर सम्बन्धको बारे अध्ययन गर्दैछु नेपालमा र राउटे बसेको ठाउँ पुग्न त्यति सजिलो चाहिँ छैन। यसरी धेरै दिनहरू यसरी हिँड्ने गर्थेँ म मोटरसाइकलमा। उनीहरू कहिले कता तर यो अहिले खिचिएको ठाउँ चाहिँ जङ्गलको नजिक, गाउँको नजिक, बाँदर पनि नजिक आएको भन्ने हल्ला सुनिएको थियो र गाउँलेहरू पनि खुसी नै थिए, किनकि बाँदर मार्छन् राउटेले भनेर। अनि राउटेको सामानहरू बेच्नलाई पनि गाउँ नजिकै भएको राउटेहरूलाई एकदमै मिल्थ्यो। म चाहिँ राउटेको बस्तीमा निकै बसेँ। सम्झना बहिनी को छोरी, सबैभन्दा कम उमेरको राउटे सदस्यलाई पनि आफूले बोक्ने अवसर पाएँ मैले र म उनीहरूसँग प्राय बसि नै रहेको हुन्थेँ। लगभग 1 वर्ष जति बसेँ म, 14 महिना जति। उनीहरूले खाएको, उनीहरू कसरी बस्छन्, सबै कुराहरू दैनिक रूपले हेरिन्थ्यो र हामी निकै नै सर्थ्यौँ, एउटा ठाउँबाट अर्को ठाउँमा सर्थ्यौँ, किनकि उनीहरू अब बाँदरलाई खोज्दै जान्थे, अरू कारणले पनि सर्थे। कहिले को गर्दै म पनि उनीहरू सँगसँगै सर्थेँ र केटाकेटी बुढाबुढी सबैजना मिलेर सामान सार्ने प्रचलन हुन्छ राउटेको। सबैभन्दा मलाई मनपर्ने चाहिँ यी दुई मान्छे हुन्, एक जोडी, दिलबहादुर मुखिया र उहाँको श्रीमती। उहाँहरूले मलाई अब जङ्गल छिर्दाखेरि बाँदरको कुरा गर्दै, जङ्गलको बोटबिटियानको कुरा गर्दै हामी जान्थ्यौँ। अनि दिनभरि लिएर आएको सामान हामी खेलाउँथ्यौँ र बेलुकाको खानेकुरा पनि त्यही हिसाबले मिलाउँथ्यौँ र विभिन्न कुराहरू सिक्थेँ म, आफ्नो अध्ययनलाई चाहिने कुराहरू, बाँदर सम्बन्धी, बाँदरले खाने कुरा, कस्तो जङ्गलमा बाँदर बस्न रुचाउँछ, यस्ता कुराहरू पनि म राउटेसँग लिने मैले गरेको थिएँ। र बाँदर देख्न भने चाहिँ त्यति सजिलो थिएन। जति नै बाँदर छ भनेर हल्ला गरे पनि बाँदर चाहिँ भेट्न गाह्रै हुन्थ्यो। र यो चाहिँ एक दिन बिहान हामी बसिरहेको थियौँ र राउटेको सँगै भएको एउटा गाउँको मान्छेले चाहिँ यता बाँदर छ भनेर भनिसकेपछि हामी गयौँ र म चाहिँ त्यो बाँदरको झुन्डलाई हेर्नको लागि निकै समय बसेँ र बसिरहेको थिएँ। पछाडिबाट एउटा भाइ दौडिँदै आयो। एउटा बाँदर, बच्चा बोकिरहेको बाँदरलाई हेरिरहेको बेला थियो। अनि भाइ मसँग दौडिँदै आयो, अलिकति आत्तिकै आवाजमा कराउँदै थियो, मलाई भन्दै थियो दारीवाल भन्दै थियो। म उसको नाम र उनीहरूले मलाई दारीवाल भनेर बोलाउँछन्। अनि म चाहिँ के भयो होला भनेर यसो पछाडि फर्केर हेरेको, भाइ दौडिँदै आइरहेको थियो मतिर। अनि जाउँ यहाँ हाम्रो शिकार गर्ने बेला भयो, शिकारमा तिमीलाई यतिसम्म त हामी आउन दिन्छौँ, तर योभन्दा बढी त कसैले पनि आउन पाउँदैन। हामी कसैलाई शिकार हेर पनि भन्दैनौँ, तर तिमीलाई हामी यतिसम्म चाहिँ भनेको छौँ, तर अब चाहिँ योभन्दा पर नआऊ भनेर भन्यो। म त यसै पनि शिकार हेर्न गएको थिएन त्यहाँ, होइन। अनि म त्यसै बसिरहेँ। अनि नखिच्नु भने अब यो चाहिँ उनीहरू शिकार खिचेर आइसकेपछिको यो सानो क्षण हो। शिकार लगायत म उनीहरूसँग अलिकति अब उनीहरूको दैनिक अरू काममा पनि म संलग्न हुन्थेँ। र अचम्म के लाग्थ्यो भन्दाखेरि कसैले पनि चिन्दै नचिनेको खानेकुराहरू बाटोमा यत्तिकै भनौँ न झारपात भनेर हामीले हेर्ने कुराहरू राउटेले मजाले खान्थे। अब यहाँ दुईजना यो जोडीले तरकारीहरू टिपिरहनु भएको थियो। अनि गाउँलेहरू नै आएर अचम्म मान्दा हेर्थे, हे यस्तो पनि खान मिल्दो रहेछ है। कति कुरा त राउटेहरूले खानेकुरा थाहा पनि नहुने। र म राउटेहरूको सामान बेच्ने क्रममा दिलबहादुर दाइसँग खुब हिँड्थेँ म। उनी चाहिँ अब खासै धेरैले नरुचाउने, तर आफू एकदमै राउटे हो भनेर गर्व गर्ने र बाहिरी दुनियाँलाई चाहिँ धेरै आफू परिवर्तन हुन नचाहेको कुरा भन्ने भएर धेरैले रुचाउँदैन थियो, तर मलाई उहाँ मन पर्थ्यो। एक दिन हामी उहाँको सामान बेच्न भनेर हिँड्यौँ र उहाँले चाहिँ निकै ठुलो त्यो बेलामा रुख ढाल्नु भएको थियो र ठुला कोसीहरू थिए। र यहाँ हाम्रो दिदी, तल्लो डुङ्गेश्वरको दिदीले पनि उहाँसँग चाहिँ कुरा गरिरहनु भएको छ। यसमा राम्रै चलिरहेछ त्यहाँ मोलमुलाई। यसरी नै अरू गाउँमा पनि गयौँ हामी चाहिँ। सिमेसाल भन्ने माथिको गाउँमा गयौँ, त्यहाँ एउटा पिर्का, त्यसपछि कोसी लगायत चम्चा डाडुहरू पनि लिएर जानुभएको थियो हाम्रो दाइले। उहाँले राम्रैसँग चाहिँ त्यहाँ मोलमिलाई बार्गेनिङ भयो र पैसा दिनुभयो र सामान पनि चेन्ज गर्नुभयो। अनि त्यही बसिरहेको बेलामा राउटे दाइ दिलबहादुर दाइ चाहिँ खुसुक्क लाएर घरको पछाडि जानुभयो। अब हामी कहाँ जान लायौँ भनेर अलिकति कहाँ जानु होला भनेर यसो हामी पनि अलि उत्सुक भयौँ। अनि अब तरकारीहरू टिपिदिने हो कि गाउँलेको भनेर कहिलेकाहीँ गाउँलेहरू रिसाउँछन् पनि, कसैले टिप्दा पनि रहेछन्। तर उहाँले जे सङ्कलन गरेर ल्याउनु भयो, हामी दुवैजना, हाम्रो कृषक दाइ र हामी दुवैजना अचम्म पऱ्यौँ, किनकि उहाँहरूलाई थाहा नै थिएन कि यो कुराहरू पनि खान मिल्छ भनेर। उहाँकै बारीमा कति कुराहरू रहेछ जुन चाहिँ राउटेलाई थाहा भएको खानेकुरा, तर गाउँले दाजुभाइहरूलाई थाहा नभएको पनि हुँदो रहेछ। त्यही भएर अब राउटेबाट यो कुरा पनि सिक्नुपर्ने कुराहरू धेरै छ जस्तो लाग्छ। अब
जङ्गलमा कति कुराहरू खान मिल्दो रहेछ जुन हामीलाई थाहा नै छैन। त्यसै गरी अब विभिन्न दिनहरूमध्ये एक दिनमा म बिर्ख भाइ जो बितिसक्नुभयो बिचरा उहाँले चाहिँ बाँदरको बारे कुरा गर्दै हुनुहुन्थ्यो। बाँदर चाहिँ त्यहाँ तालदुङतिर पनि तालतिर पनि पाइन्छ माछा पनि पाइन्छ भनेर चाहिँ त्यहीँ जाने भनेको। अब यहाँ चाहिँ यो लामाडोला भन्छ त्यही हो। लामाडोला ठाउँ चाहिँ सोर्ने भनेको। यहाँ बाँदर सक्यो ए अब कहाँ पाउँछ बाँदर अब तालदुङसेर अनि त्यही भएर त्यहाँ सर्न ला हो। हजुर लुकेर त्यो तलि जान्छ अब सबै कुरा धेरै जस्तो उनीहरू शिकारसँगै नै आफूलाई जोड्छन्। अब यस्तै कुरा चाहिँ हाम्रो सूर्यनारायणजीसँग पनि गऱ्यौँ। सूर्यनारायण मुखिया उहाँ चाहिँ हाम्रो मेन मुखिया हो राउटेको। उहाँले पनि त्यो दिन के भन्नुभयो यो हामी चाहिँ उहाँहरू तल पादुका खोलाको तिरैतिर हिँडिरहेको बेलामा हो अनि किन सर्न लाउनु भयो दाइ भनेर सोद्धाखेरि यहाँ जङ्गल राम्रो छैन पालेको जमिन पाल्तु जमिन भन्दो रहेछन् उहाँहरूले चाहिँ सामुदायिक वनलाई। यो पाल्तु जमिनमा केही पनि पाउँदैन रहेछ हामीलाई चाहिने पनि पाउँदैन बाँदरलाई चाहिने पनि पाउँदैन त्यही भएर अलिक बढी हिँड्नुपर्छ आजकल पहिला भन्दा। त्यही भएर अब यहाँ एकछिन बसी हेर्ने एक हप्ता जति अनि तल जाने कर्णालीको तिरमा जाने भन्नुको अर्थ उता लामादुवाला र उता तल्लो डुङ्गो सेतुतिर जाने उहाँहरू कुरा गर्दै हुनुहुन्थ्यो। सो बिर्खलाई भेटेको भन्दा अलिक अगाडिको ठाउँ हो यो। यसरी नै बाँदरको कुरा चाहिँ धेरै महत्त्वपूर्ण हुन्छ उहाँहरूको लागि। दिलबहादुर दाइले भन्नुहुन्छ एक दिन मैले ठट्यौलीमा सोधेँ बाँदरै सकियो अरे एउटा पनि बाँदर बाँकी रहेन भने के हुन्छ राउटेलाई? बाँदर सिद्धियो भने राउटे खत्तमै हुन्छ हो र नबाट्ने राउटेको नोक्सान बनाउने अब त भाग परे खानु कालाई भन्नु अर्काको भाग खानु हुँदैन आफ्नो भाग सुन्नु। राउटेहरूलाई सजिलो भने छैन। विभिन्न सङ्घ संस्थाको साझेदारीमा नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता त दिन्छ तर सबै परिवारलाई यो भत्ता कसरी प्रयोग गर्ने भन्ने कुराको ज्ञान पनि छैन र अत्याधिक रूपमा मदिरा सेवन गरेर स्वास्थ्यलाई निकै बिगार्ने र मृत्युदर पनि बढ्ने क्रम जारी छ। त्यसै गरेर प्लास्टिकहरू अब बजारको विस्तारसँगै प्लास्टिकहरू आइसकेपछि विशेष गरी बुढाबुढीहरूलाई आफ्नो सामानहरू बेच्न पनि निकै कठिनाइ भएको देख्छु म। तर केटाकेटीहरू भने राउटेहरूमा गर्व गर्छन् र बाँदरको कुरा खुब गर्न चिग्राको मासु चाहिँ यो यहाँनिर बाँदर सर जस्तै उताबाट यता कता गयो यताबाट उता कता गयो जो यो बाँदर यो जालमा पायो अल्छी त्यो केटाले लाग्छ सबभन्दा ठुलो चिग्रा के लखड्ने मान्छेले लाग्छ लखड्ने मान्छेले लाग्छ लखड्ने मान्छे जालमा बस्छ जो चेले चिग्रा पाइन्न मानिसहरू अब टिकटक बनाउनेहरू युट्युब बनाउने आफ्नो भ्यू बढाउनको लागि आएर एकदम संवेदनशील प्रश्न सोध्ने मान्छेको घरमा सिधै छिर्ने अब अलि नाम चलेका राउटेको सदस्यहरूलाई पछि लागेर चाहिँ भिडियो बनाउने आफू पैसा कमाउने त्यसपछि भन्ने कुरा राउटेलाई थाहा नभएको होइन। त उनीहरू त्यसरी झडा गर्ने त्यसरी कुटपिट गर्ने शैलीको मानिस नै होइन। उनीहरू एकदमै शालीन एकदमै सुन्ने आफ्नै बिचमा रमाउने मान्छे हुन्। नवीनले पनि त्यही भन्ने गर्छ मलाई हामी जे छ हामीलाई त्यही रहन दिनु बाहिरी मान्छे दुनियाँ भन्छन् बाहिरका मान्छेलाई दुनियाँलाई दुनियाँ रहन दिनु हामीलाई धेरै परिवर्तन गर्न नखोज्नुहोस् हामी जे छौँ त्यसमा हामी एकदमै गर्व छौँ भन्ने कुरा भनिरहन्छ राउटेहरूले र नवीन खाली त्यसको एउटा पात्र मात्र हो। त्यसैले अब भविष्यमा उहाँहरूको आवाज सुनिदिनुपर्ने उहाँहरूलाई थरीका नचाहिँदा प्रश्न सोधेर आफू भाइरल बन्न खोज्ने कुराहरू चाहिँ बन्द गरेकै राम्रो जस्तो देख्छु म। र उहाँहरूबाट सिक्नुपर्ने कुराहरू उहाँहरूले जङ्गलको बारे जानेका कुराहरू उहाँहरूले बाँदरको सम्बन्धी जानेका कुराहरू हामीले अलिकति मात्र पनि सिक्न सक्यौँ भने पनि धेरै कुरामा हामी अगाडि बढ्न सक्छौँ जस्तो लाग्छ। हामीले राउटेको नाम चाहिँ प्रयोग धेरै गरेका छौँ होइन। संस्कृति धेरै मौलिक भएको कारणले त्यो सायद सान्दर्भिक पनि होला होइन। जस्तै यो भिडियो बनाउँदाखेरि म त्यही गाउँमै थिएँ राउटेकै समूहसँग बसिरहेको थिएँ। अब यस्तो संवेदनशील राउटेको संस्कृतिहरू सबै समाजलाई देखाउनु सायद आवश्यकता पनि होला होइन। नयाँ कुरा सिक्ने अवसर पनि होला सबै समाजलाई। तर त्यसले सूक्ष्म रूपमा धेरै प्रभावहरू पार्छ जस्तो पनि लाग्छ। त्यो भिडियो बनिसकेपछि धेरैले राउटेको बारे थाहा पाए आउने पछि लाग्ने जबरजस्ती घरमा फोटो खिच्न खोज्ने तनाव धेरै दिएको थियो जो म आफूले प्रत्यक्ष देखेको कुरा। त्यो लगायत विभिन्न धार्मिक ग्रुपहरूले पनि अब सहयोगको नाममा भनौँ अथवा केको नाममा हो भनौँ आएर अब प्रभाव पार्न खोज्ने पनि देखिन्छ।
राउटेहरूले यस्तो प्रचारहरू त सुन्छन् देख्छन् तर खासै त्यसलाई त्यति सिरियसली लिँदैनन् उहाँहरूले अलिक ज्याद्रो नै हुनुहुन्छ हाम्रो राउटे दाजुभाइहरू उहाँहरूलाई सानोतिनो कुराले खासै प्रभाव पार्दैन आफ्नो सुर छ उहाँहरूको आफ्नो प्रकृतिसँग बस्ने आफू शिकार जाने आफू समूहमा रमाएर बस्ने छ उहाँहरूबाट सिक्नुपर्ने धेरै कुरा छ महिलाको हक अधिकारका कुराहरू राउटेहरूले बढी सिकाउन सक्छ जस्तो लाग्छ हामीलाई सबै मिलेर डिसिसन लिनुहुन्छ नेपालका अरू समुदायभन्दा प्रकृतिसँग धेरै नजिक बस्ने मा राउटेहरू पर्नुहुन्छ जस्तो लाग्छ पानी ल्याउने होस् जङ्गलबाट ल्याउने तरकारीहरू होस् शिकार होस् यी सबै कुरामा राउटेहरूको ज्ञान निकै नै अब्बल छ र हामीले विशेष गरी मध्य पहाडी क्षेत्रमा बस्ने नेपाली कृषक दाजुभाइहरूले जुन यो बाँदरको समस्या अहिले दिनहुन रूपमा आइरहेको छ त्यसमा अलि बढी गहन रूपले सोच्ने हो भने राउटेहरू उहाँहरूको एउटा समाधानको एउटा तरिका बन्न सक्नुहुन्छ यो शिकारबाट भर्खरै फर्किएको दृश्य हो यसमा चाहिँ उहाँहरूले त्यो दिन शिकार गरेर फर्किनु भएको छ र उहाँहरूलाई बाँदरले के रुचाउँछ के रुचाउँदैन कसो ठाउँमा बस्छ कसो ठाउँमा बस्दैन बाँदर किन आजकल मान्छेको खेतबारीमा आइरहेको छ भन्ने कुराहरू उहाँहरूलाई पूर्ण रूपले ज्ञान छ हो यस्तो अवसरहरू सायद हामीले राउटेबाट सिक्न नखोजिरहेको हो कि अथवा हामी आफूले विज्ञानको बढी प्रयोग गरेर उहाँहरूको ज्ञानलाई बढी नै निरुत्साहित गर्न खोजिरहेको हो कि एउटा सोच्नुपर्ने विषय देख्छु उहाँ र राउटेलाई सम्मान गर्नु र उहाँहरूबाट सिक्नु नै एउटा ठुलो काम हो जस्तो मलाई व्यक्तिगत रूपले अनुभव हुन्छ